नमस्कार सबैजनामा। यस उच्च शिक्षा व्यवस्थापन सूचना प्रणाली एचएमआइएसमा तथ्याङ्क व्यवस्थापन गर्न सहजीकरण गर्नका लागि तयार गरिएको यो प्रशिक्षण सेसनमा डिभोक्सफ्टको तर्फबाट हार्दिक स्वागत गर्दछौँ। आज हामी यस एचएमआइएस सिस्टमको स्कलरसिप म्यानेजमेन्ट मोडेलको बारेमा हेर्नेछौँ। स्कलरसिप म्यानेजमेन्ट मोडेलमा गइसकेपछि यस्तो इन्टरफेस देख्न सक्छ। फर्स्टमा छ साइन स्कलरसिप डिस्काउन्ट भनेर। यसमा यो स्टुडेन्टको लिस्ट जति पनि देख्न सक्नुहुन्छ यो सबै लिस्ट भनेको यस एचएमआई सिस्टमभित्र इनरोल भएको स्टुडेन्टको लिस्ट हो। यीमध्ये हामीलाई कुनै एकजना स्टुडेन्टको यसरी सर्च गरेर स्कलरसिप असाइन गर्नु छ भने चाहिँ हामीले यसरी सर्च पनि गर्न सक्छौँ र कुनै नेम सिङ्गल नेम नराखेकन यसरी ब्याचबाट प्रोग्रामबाट पनि सर्च गर्न सक्छौँ। अब हामी एकजना स्टुडेन्टलाई चाहिँ स्कलरसिप असाइन गरेर हेरौँ। यसरी असाइन स्कलरसिप डिस्काउन्ट भनेर छ। यसमा क्लिक गरेपछि यस्तो एउटा बक्स खुल्छ जसमा चाहिँ हामीले डिटेलहरू फिलअप गर्नुपर्ने हुन्छ। फर्स्टमा छ डेट अफ इन्ट्री भनेर। यो डेट अफ इन्ट्री भनेको चाहिँ आजको डेट हो। हामीले चाहिँ आजको डेट राख्नुपर्ने हुन्छ, इन्ट्री गरेको डेट। त्यसै गरेर फिस्कल इयर स्टुडेन्टले कुन फिस्कल इयरमा स्कलरसिप डिस्काउन्ट पायो भनेर मैले करेन्ट फिस्कल इयर राखेँ। त्यसै गरेर टाइप चाहिँ स्कलरसिप हो या डिस्काउन्ट हो भनेर मैले स्कलरसिप भनेर राखेँ। अब स्कलरसिप राखिसकेपछि मेरिट स्कलरसिप स्कलरसिप भनेर मैले एउटा नेम दिएँ। त्यसै गरी स्कलरसिप एमाउन्ट कति हो भनेर स्कलरसिप एमाउन्ट मैले 20,000 राखेँ। स्कलरसिप गिभन टु भनेर दुईवटा खुल्छ जसमा चाहिँ क्याम्पस एकाउन्ट स्टुडेन्ट एकाउन्ट भनेर छ। स्कलरसिप चाहिँ क्याम्पसको एकाउन्टमा आएको या स्कलरसिपको एमाउन्ट चाहिँ डाइरेक्टली स्टुडेन्टको एकाउन्टमा आएको भनेर राख्नुपर्ने हुन्छ। मैले स्टुडेन्ट एकाउन्ट प्रोभाइडेड बाई मैले टियु राखिदिएँ। त्यसै गरेर अपलोड डकुमेन्ट भनेर छ। कुनै एप्लिकेसन जस्तो डकुमेन्ट छ स्कलरसिपसँग रिलेटेड छ, डिस्काउन्टसँग रिलेटेड भने त्यो अपलोड गर्नुपर्ने हुन्छ। छैन भने यो फिल्डलाई चाहिँ स्किप गर्न मिल्यो। त्यसै गरेर रिमार्क्स राख्नु छ भने चाहिँ यसरी एडिसनल इन्फर्मेसन नोट्स अबाउट दिस स्कलरसिप भनेर राख्नु मिल्यो। अब मैले यसलाई चाहिँ स्कलरसिप असाइन गरेँ, सेभ गरिदिएँ। सेभ गरेपछि स्कलरसिप एप्लिकेसन चाहिँ सबमिटेड भयो सक्सेसफुल्ली। यो सक्सेसफुल्ली सबमिट भइसकेपछि हाम्रो त्यो लिस्ट चाहिँ स्कलर होल्डर स्टुडेन्टमा जान्छ। सबै स्टुडेन्ट भनेको चाहिँ स्कलरसिप डिस्काउन्ट असाइन गरेको स्टुडेन्टको लिस्ट हो। यसरी हामीले यहाँबाट सर्च पनि गर्न सक्छौँ र यसरी यहाँबाट सपोज 2080 ब्याचमा चाहिँ कति स्टुडेन्टले स्कलरसिप पायो भनेर यसरी हेर्न पनि सक्छौँ। त्यसै गरेर कुन प्रोग्रामकोले कति स्कलरसिप पायो, कुनै पनि फिस्कल इयरमा कति स्टुडेन्टले स्कलरसिप पायो भनेर हेर्न सक्छौँ। त्यसै गरेर अब एडिट पनि गर्न मिल्यो। यसमा कुनै मिस्टेक छ या अमाउन्टमा नेममा केहीमा मिस्टेक भयो भने चाहिँ हामीले यसलाई करेक्सन गर्न सक्छौँ एडिटमा आएर। हामीले स्कलरसिप असाइन गरिसकेपछि सबै यहाँ रिपोर्टमा अटो जेनेरेट हुन्छ। यो भयो हाम्रो स्कलरसिप स्टुडेन्टको रिपोर्ट। त्यसै गरेर डिस्काउन्ट स्टुडेन्ट रिपोर्ट भनेर आउँछ। यसमा पनि हामीले कति स्टुडेन्टले कुन इयरमा कुन प्रोग्रामको फिस्कल इयरमा यसरी डिस्काउन्ट कतिले पाए, स्कलरसिप कति पाए भनेर हेर्न सक्छौँ। यो आएको रिपोर्टलाई चाहिँ हामीलाई एक्सेल फाइलमा चाहिन्छ भने चाहिँ यसरी एक्सपोर्ट टु एक्सेल गर्न सक्छौँ। यसो गऱ्यौँ भने चाहिँ हाम्रो एक्सेल फाइलमा सबै रिपोर्टहरू हाम्रो पिसीमा सेभ हुन्छ। यो सबै भयो हाम्रो स्कलरसिपको स्टुडेन्टलाई कसरी स्कलरसिप असाइन गर्ने र स्कलरसिप र डिस्काउन्ट असाइन गरिसकेपछि त्यो स्टुडेन्टलाई चाहिँ कुन इयरमा कुन प्रोग्राममा कति स्टुडेन्टले डिस्काउन्ट स्कलरसिप पायो भनेर हेर्ने र रिपोर्ट पनि हामीले एक्सेल फाइलमा डाउनलोड गर्न सक्छौँ यो मोड्युलमा। समयको अन्तराल र आवश्यकता अनुसार यस एचएमएस प्रणालीमा रहेका मोड्युलहरूमा केही सुधार र अपडेट हुने भएकाले आगामी दिनमा यस भिडियोका सूचनाहरू पर्याप्त नहुन र फरक हुन सक्छन्। तपाईँहरूको सक्रिय सहभागिताका साथ यस भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद।